व्यक्तिमा धैर्यता, साहस र आत्मविश्वास छ भने जस्तोसुकै कठिनाई र चुनौतीहरूलाई चिर्दै अगाडि बढ्न सकिन्छ। आफूभित्र दृढ संकल्प र इच्छा शक्ति छ भने हरेक कार्य गर्न सम्भव हुन्छ भन्ने कुराको उदाहरण अहिले विश्वभर चर्चामा रहेको कहिल्यै हार नमान्ने जितको कथा बनेका छन् अन्तरिक्ष यात्री सुनिता विलियम र बुच विल्मोर, जो 8 दिनको मिसनको लागि अन्तरिक्ष यात्रामा निस्केका थिए, तर यानमा आएको प्राविधिक गडबडीको कारण 9 महिनासम्म इन्टरनेसनल स्पेस स्टेसनमा नै अड्किए, जहाँ बाँच्न सहज थिएन। तर पनि उनीहरूले हार नमानिकन धैर्यतापूर्वक हिम्मतको साथ आफ्नो अनुसन्धानलाई जारी राखे र अनन्तः 2025 मार्च 18 मा सफलतापूर्वक पृथ्वीमा फर्किए।